ए यो त सिधै आठ मान्छे जिस्किन्छ यता घडियाल हो कि घडियाल 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 हो है मसुर कालो हुन्छ है हात्ती अघिको चाहिँ अघिको ठाउँमा लानु खोज्यो होला होइन नमस्ते सबैजनामा आज म यहाँहरूलाई काठमाडौँबाट पर चितवनको यात्रामा लाँदैछु। चितवनको सौरामा केही क्षण अवलोकन गर्नेछौँ भने चितवनको राष्ट्रिय निकुञ्ज हुँदै हामी मेघौलीमा सूर्यास्तको मनोरम दृश्य देखाउनेछौँ। काठमाडौँबाट चितवनसम्मको यात्रामा देखिएका मनोरम दृश्यहरू जस्ताको तस्तै यहाँहरूलाई देखाउनेछौँ। भिडियो अन्तसम्म हेरिदिनु। चिया खाइरहे भन्छन् तिनीहरू कता कहाँ हो खोइ ए इबी गन्डा हो हामी अहिले चितवनको सौरामा छौँ। हिजो हामी यही होटल नेचर हेरिटेजमा रात बिताएका थियौँ। अब एकछिनमा हामी सौरा र चितवनको राष्ट्रिय निकुञ्जमा परिक्रमा लगाउनेछौँ र यहाँहरूलाई यहाँको दृश्यहरू देखाउनेछौँ। के हो मान्छे गइरहेछ नि त ए हात्ती हो त्यो कत्रो गयो देख्नुभयो ऊ त्यो पानी डिस्कमा देख्नुभयो कुन चाहिँ हो नि त्यसको सिधा गुई हेर्नु ऊ जत्रो टाउको आधी टाउको पानीमा आधी टाउको बाहिर छ नि त्यो घाँसनिर घाँस भन्दा यतापट्टि कि यता माटोको छेउमा हेर्नु जुम हो र त्यो गुई हो गुई होइन होला ल गुई हो हेर्नु अब यो डुङ्गा आए है यो यहाँनिर हो नि होइन यो ऊ यहीँ यत्रो टाउको ए त्यो भने साह्रो
तान्नु त जानिँदैन जानिन्छ यो पुरा झुले ले आँखा हेर्नु कत्रो नआएको आँखा चेचेकै पुरा यो हात्ती अघिको चाहिँ अघिको ठाउँमा लानु खोज्यो होला नि घुम्नेहरू उनीहरू कि चढेर बिहानको क्या के अघि आउँदा आएको थियो यहाँ बोल्छ यहाँ उनकी बकेट मुक्ने हो सानो हिलमा हात्तीले त त्यत्रो आउँदो रहेछ है मुनु घुमाउ एउटा मात्रै चलाइरहेको गाडी जानु हो होइन देखिन्छ यता पनि देख्दैन तर यता अब यो नेसनल पार्क हो 4.5 घन्टा यहाँ चाहिँ 4 घन्टा जीवजन्तु देख्नै धेरै बस्छ तर यहाँ कहिले देख्छ कहिले सन्जोगले भेट्छ लाग्दैन नि कुन चाहिँ गयो भइहाल्यो कि हो यो घडियाल भइहाल्यो है मसुरी कालो हुन्छ है यो पानी यताबाट आएको कि यताबाट आएको खास खेला यो हो यताबाट चाहिँ अनि अहिले चाहिँ चितवन नेसनल पार्कमा छौँ आज बिहान मर्निङ वाक आउँदैछौँ रमाइलो शान्त इन्भाइरोमेन्टको छ हामी चाहिँ चितवन नेसनल पार्क भित्र छिर्दैछौँ चितवन नेसनल पार्कको कार्यालय रहेछ
हाँ ये घंटे बने तार पार रहेछ है फेरि ल यहाँ हात्ती राख्ने ठाउँ चितवन राष्ट्रिय निकुञ्जमा संरक्षण अनुसन्धान तथा निकुञ्ज व्यवस्थापनका विभिन्न कार्यक्रमहरूमा हात्तीको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। निकुञ्जमा रहेका हात्तीहरूको दैनिक रेखदेखका लागि अनुभवी महावत तथा कर्मचारीहरू खटाइएका हुन्छन्। हात्तीहरूलाई नियमित रूपमा पौष्टिक आहार, स्वच्छ पिउने पानी तथा पर्याप्त विश्रामको व्यवस्था गरिन्छ। उनीहरूको स्वास्थ्य परीक्षण समय समयमा पशु चिकित्सकद्वारा गरिन्छ। विशेष गरी गर्मी मौसममा नदी तथा पोखरीमा नुहाउने व्यवस्था मिलाइन्छ, जसले हात्तीको स्वास्थ्य र सरसफाइ कायम गर्न मद्दत गर्दछ। निकुञ्जभित्र हात्तीहरूको प्रयोग मुख्यतः वन्यजन्तु अनुगमन, गस्ती तथा संरक्षण कार्यक्रममा गरिन्छ। हात्तीहरूलाई उचित तालिम, सुरक्षा, आवास तथा आवश्यक उपचार उपलब्ध गराउने व्यवस्था गरिएको हुन्छ। साथै हात्तीहरूको कल्याण र संरक्षणलाई ध्यानमा राख्दै उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको समेत निगरानी गरिन्छ। चितवन राष्ट्रिय निकुञ्जमा हात्तीहरूको उचित रेखदेख तथा व्यवस्थापनले वन संरक्षण, वन्यजन्तु संरक्षण र पर्यावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यो त सिधै आएको मान्छे जिस्किन्छ यो त मान्छेसँग जिस्किन्छ कि हात्ती बच्चा सानैबाट मान्छे ऊ छ नि त ऊ छ नि त, तर के बस्दैन। साइकल चलाइरहेको छ ओर्ने नै राम्रो साइड लाएर भने चितवनको मेघौलीमा रहेको मेघौली विमानस्थल नेपालको ऐतिहासिक विमानस्थलमध्ये एक हो। सन् 1961 बेलायती महारानी एलिजाबेथ द्वितीयको चितवन भ्रमणको लागि निर्माण गरिएको यो विमानस्थल आज पनि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम प्रवेशद्वारको रूपमा परिचित छ। स्थानीय रूपमा राजाको निजी विमानस्थल भनेर चिनिने यस स्थलले नेपालको पर्यटन र इतिहाससँग विशेष सम्बन्ध जोडेको छ। यो त पहिला राजापालामा त कहाँ यस्तो हुन्थ्यो र राजा आएर बस्ने भने चाहिँ कुन हो नि यहाँ भित्र जङ्गलभित्र ठिक छ नि हामी कहाँ जानेछौँ रे अहिले पनि छ मेघौली भने होइन मेघौली ताज होटल ताज सफारी हेलो
मेघौली चितवन जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित एक सुन्दर पर्यटकीय तथा प्राकृतिक महत्त्व बोकेको क्षेत्र हो। यो स्थान विशेष गरी चितवन राष्ट्रिय निकुञ्जको पश्चिम प्रवेशद्वारका रूपमा परिचित छ। यहाँको हरियाली, वन, नदी किनार, वन्यजन्तु तथा ग्रामीण जीवनशैलीले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ। मेघौली क्षेत्र राप्ती नदी र नारायणी नदी नजिक अवस्थित भएकाले यहाँबाट सूर्योदय र सूर्यास्तको मनोमोहक दृश्य अवलोकन गर्न सकिन्छ। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यस क्षेत्रमा गैँडा, हरिण, घरियाल, गोही, जङ्गली हात्ती तथा दुर्लभ बङ्गाल बाघ लगायतका वन्यजन्तुहरू पाइन्छ। मेघौलीमा आउने पर्यटकहरूले जङ्गल सफारी, जीप सफारी, डुङ्गा सवार, चराचुङ्गी अवलोकन तथा स्थानीय थारू समुदायको सांस्कृतिक अनुभव गर्न सकिन्छ। यहाँ थारू गाउँहरूमा परम्परागत घर, स्थानीय परिकार, लोकनृत्य र सांस्कृतिक कार्यक्रमहरूले पर्यटकहरूलाई विशेष अनुभव प्रदान गर्दछन्। पछिल्ला वर्षहरूमा मेघौली उच्च स्तरीय रिसोर्ट तथा होमस्टे पर्यटनका कारण झन लोकप्रिय बनेको छ। शान्त वातावरण, प्राकृतिक सौन्दर्य र वन्यजन्तु अवलोकनको उत्कृष्ट अवसरका कारण मेघौलीलाई चितवनको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ। मेघौलीमा सूर्यास्तको अवलोकन र वरपरका रमणीय दृश्यहरूको अनुभव बटुल्दै हामी नाइट स्टेको लागि चितवन भरतपुर चनौलीमा अवस्थित थारू चुलो एन्ड ग्लोबल होमस्टेमा आयौँ। एकदम आकर्षक एवं हरियाली वातावरण र शान्त ठाउँमा बनाइएको यो होमस्टे वैदेशिक अनुभव बोकेर आफ्नै देश परिवेशमा केही गर्छु भनी होमस्टे सञ्चालन गरेको अनुभव यस होमस्टेका सञ्चालक रामलाल महतोको छ। एक रात बिताएर भोलि भने हामी काठमाडौँ फर्किने हाम्रो योजना रहेको छ। चितवनको भरतपुर महानगरपालिका चनौलीमा अवस्थित थारू संस्कृति, स्थानीय परिकार र आत्मीय अतिथिको उत्कृष्ट सङ्गमको रूपमा परिचित छ। यहाँ आउने पाहुनाहरूले थारू समुदायको मौलिक जीवनशैली, परम्परा, रहनसहन तथा खानपिनलाई नजिकबाट अनुभव गर्ने अवसर पाउँछन्। यस होमस्टेले आधुनिक सुविधासहितको आरामदायी बसोबास प्रदान गर्दै स्थानीय संस्कृति र प्रकृतिसँग जोडिएको वातावरणको सृजना गरेको छ। थारू चुलो नामले नै थारू समुदायको परम्परागत भान्सा र स्वादलाई झल्काउँछ। यहाँ पाहुनाहरूलाई स्थानीय सामग्रीबाट तयार गरिएका थारू परिकारहरू चखाउने गरिन्छ। साथै थारू सांस्कृतिक नृत्य, लोकसङ्गीत र गाउँघरतिरको जीवनशैली अवलोकन गर्ने अवसरले यात्रालाई अझ स्मरणीय बनाउँछ। थारू संस्कृतिको मौलिकता र आतिथ्य अनुभव गर्न चाहने स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षण केन्द्रबिन्दु बनेको छ। चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी क्षेत्र तथा आसपासका प्राकृतिक तथा सांस्कृतिक आकर्षणहरू अवलोकन गर्न जाने पर्यटकहरूको लागि यो होमस्टे उपयुक्त आधारस्थल मानिन्छ। यहाँबाट स्थानीय गाउँ भ्रमण, साइक्लिङ, प्राकृतिक दृश्यावलोकन तथा ग्रामीण जीवनको प्रत्यक्ष अनुभव गर्न सकिन्छ। थारू चुलो एन्ड ग्लोबल होमस्टेले समुदायमा आधारित पर्यटनलाई प्रवर्धन गर्दै स्थानीय संस्कृति संरक्षण, रोजगारी सृजना तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा समेत योगदान पुर्याउँदै आएको छ।
आत्मीय सेवा, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको सङ्गमले यस स्थानलाई चितवन भ्रमणका क्रममा आवश्यक पुग्नुपर्ने गन्तव्य बनाएको छ। आज हामी थारू चुलोबाट यो बिहानको दृश्य देखाइरहेछौँ। हिजो हामी नाइट स्टे गऱ्यौँ। मनोरम रहेछ एकदमै। एकचोटि आउनु होला चितवन आएको बेलामा। एकदम शान्त वातावरणमा तपाईँ रहन सक्नुहुन्छ। रुमदेखि लिएर इन्भाइरोमेन्ट एकदमै राम्रो कन्डिसनमा छ। भिजन दाइ के छ, रमाइलो भइरहेछ कि के छ? एकदम फ्यान्टास्टिक। अनि के आज फर्किने हो कि बस्ने नै हो? यतै फ्राइडे हो यार, बसौँ न आज। ए हुन्छ हुन्छ ल, आज कसौरातिर गएर बसौँ। ए भइहाल्छ नि। आज हामी यहाँ मेघौलीमा छौँ। मेघौली हो र यो? कहाँ? मेघौलीको आसपास चमौली अनि चुनौली। हिजो उता बस्यो। आज चाहिँ फ्राइडे हो, कसौरातिर गएर बसौँ कि माडी कि कसौरा। ए हुन्छ। अनि आज यो के यो थारू चुलो होइन? थारू चुलो बस्यो। राम्रो छ, राम्रो लाग्यो ठाउँ। अनि यस टाइममा आउँदाखेरि पनि बसौँ लाग्यो ठाउँ हेरेर। ल ल ल, हस् त, हस् धन्यवाद। थारू चुलो एन्ड ग्लोबल होमस्टेमा एक रात बसी बिहानै हामी चिया नास्ता गरी काठमाडौँ फर्कनतिर लाग्यौँ। भिडियो कस्तो लाग्यो, साथै केही राय सल्लाह सुझाव छ भने कमेन्ट बक्समा गई कमेन्ट गरिदिनु होला। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद छ।
नयाँ साथीहरूले हेर्दै हुनुहुन्छ भने स्क्रिन मुनि दिएको सब्स्क्राइबमा गई सब्स्क्राइब गरी बेल आइकन प्रेस गरिदिनु होला भने नयाँ तथा पुराना साथीहरूले लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। फेरि पनि हामी पुनः अर्को भिडियो लिएर आउने नै छौँ। तबसम्मको लागि बिदा।